10,244 जना आवेदनकर्ता अनि तीमध्ये लोन पाउने चाहिँ जम्मा 400 जना। अर्थात् यो लोन पाउने चान्सेस चाहिँ 4% भन्दा पनि कम छ। बरु लटरी पाउने चान्सेस चाहिँ योभन्दा बढी हुन्छ कि? बिना धितो 3% ब्याज दरमा 20 लाखसम्मको लोन पाउन यो वर्ष चाहिँ दरो प्रतिस्पर्धा हुनेवाला छ। हिजो आइडिआई को स्टार्टअप लोनको लागि अप्लाई गर्ने लास्ट दिन थियो र अप्लाई गर्नु भएको सबैको दिमागमा एउटै प्रश्न मात्रै छ, अब नेक्स्ट स्टेप चाहिँ के हो त? एप्लिकेसनहरू सबमिट भइसकेपछि आइडिआईले हरेक आवेदनलाई रिभ्यू गरेर सर्टलिस्ट गर्छ। तपाईँको आवेदन सर्टलिस्ट भयो भने मात्रै तपाईँलाई प्रेजेन्टेसन अर्थात् पिचको लागि बोलाइन्छ। आइडिआईले छिट्टै प्रेजेन्टेसनको टेम्प्लेट पनि पब्लिक गरिदिन्छ। सो प्रेजेन्टेसनको फर्मेट कस्तो हुन्छ भनेर अहिलेदेखि तनाव चाहिँ नलिनुहोस्। तर टेम्प्लेट आउँदासम्म हातखुट्टा बाँधेर बस्न पनि भएन है। 81-82 को अडिट रिपोर्ट, ट्याक्स क्लियरेन्स, डेमो मटेरियलहरू यी सबैको लागि चाहिँ अहिलेबाट तयारी सुरु गरिहाल्नुहोस्। यो वर्ष त एप्लिकेन्टहरूको नम्बर पनि अहिलेसम्मको सबैभन्दा हाइएस्ट छ, 10,244 जना। यी मध्ये 400 ले मात्रै यो सहुलियतपूर्ण कर्जा पाउनेछन्। त्यही भएर कम्पिटिसन चाहिँ एकदमै हाई छ। प्रेजेन्टेसनको लागि चाहिँ राम्रैसँग तयारी सुरु गर्नुहोला। यो वर्षको लागि अप्लाई गर्न पाउनु भएन भने चाहिँ चिन्ता नलिनुहोस्। अर्को वर्ष यही टाइमतिर फेरि आवेदन खुल्छ र अर्को वर्षको लागि तपाईँको बिजनेस एलिजिबल हुन्छ कि हुँदैन, हुँदैन भने पनि कसरी एलिजिबल बनाउने भनेर बुझ्नको लागि चाहिँ हाम्रो अघिल्लो भिडियोहरू हेर्नुहोला। अझै डिटेल्ड इन्फर्मेसनको लागि www.khatapana.com मा गएर हाम्रो स्टार्टअप लोन सम्बन्धी सानो क्विज ट्राई गर्नुहोस् अनि तपाईँको बिजनेस एलिजिबल छ कि छैन भनेर आफै पत्ता लगाउनुहोस्। साथै खातापाना एप डाउनलोड गरेर तपाईँले त्यसै मार्फत हाम्रो स्टार्टअप लोन एक्सपर्टहरूसँग यो बारे सल्लाह पनि लिन सक्नुहुन्छ। र यस्तै अपडेट्सको लागि खातापानालाई फलो गर्न पनि नबिर्सिनुहोला अनि यो भिडियोलाई जतिसक्दो सेयर पनि गर्नुहोला है त।